हामी चाहिँ फुर्के डाँडामा अहिले यस्तो छ है भ्यूहरू फुर्के डाँडामा। यहाँ मेरो यहाँ मुनि छ बहिनी दाइ ऊ त्यहाँ छोरी। हामी फुर्के डाँडामा यस्तरी भ्यू खिच्दै हो। यस्तरी राम्रो रहेछ हाम्रो सोलु। हाम्रो सोलु नेचा फुर्के। यहाँ यो चाहिँ टावर, यो भ्यू टावर यस्तरी छ फुर्के। आएर यहाँनिर त्रिशुल पार्क छ। यहाँ चाहिँ त्रिशुल पार्क भइहाल्यो। यो चाहिँ अनि सरी सरर भर्याङ पनि छ। यहाँ यसरी सल्लाहरू तल दुधकोसी बगिरहेछ। सरर गरिरहेछ दुधकोसी। डाँडा काँडा साह्रै राम्रो रमाइलो। यतातिर गाउँहरू पनि छ। यता खोटाङ, यता खोटाङ यसरी यस्तो मजाको हावा आइरहेछ। यसरी तल पनि जङ्गलहरू। यो भाइको गाडीमा आएको हामी उतरलै यो गाडीमा कतिसम्मै आउँदो रहेछ क्या गाडी पनि। यस्तरी भर्याङहरू छ। यसरी दुधकोसी तल बगिरहेछ। तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने नेचा फुर्के आउनु होला। यसरी भ्यू खिच्नुपर्छ। यस्तो छ भ्यू चाहिँ दामी छ। दामी दामी त्यहाँ हिमालमा चाहिँ उयो लागिहालेछ, पहेँलो लागिहालेछ।